ओ साउजी धेरै नबोल भाइ तिमी त्यहाँ त्यो क्यामेरा नखिच त नचाहिने कुरा हैन चाहिने कुरा खिच्नु पर्छ ए भाइ थाहा छ तिमी धेरै नबोल यो यिनीहरूको घरमा यो साउसाउनी घरमा जहिले झगडा डिस्कस हुन्छ यार के रहेछ आज लुकेर नखिच्यो भने यसो मोबाइलबाट भयो भने काम लाग्छ त्यस्तो भिडियोहरू त कहिले त लोग्नी स्वास्नी भनेर दुई रथको एक पाङ्ग्रा भन्छ न अरूको लोग्नी स्वास्नी कस्ता हुन्छ हाम्रो चाहिँ भने यस्ता छन् जडिया काहीँ नभएको अनि म के गर्नु त के गर्नु मैले भने नि त तिमीलाई मैले कतिचोटि भनौँ खालि मैले कमाएको सम्पत्ति जति चाहिँ खालि तिम्रै माइतमा थुपार्न खोज्ने मेरो माइतमा के थुपारे छ र अहिलेसम्म थाहा छ तिमी धेर नबोला अस्ति मेरो जाडो महिनाको लागि मेरो आमालाई स्वेटर अनि मेरो बाबालाई एउटा ज्याकेट हुन्छ भनेर पठाउनलाई मैले म्यानेज गरेको थियो त्यो तिमीले बोरामा कुम्लो पारेर नुवाकोट पठाएको हो कि होइन हो साउसाउनी होइन के विषयमा हो यस्तो तपाईँहरूको यो डिस्कस पो गरिरहेको छु त होइन के हुनु नि हामी बुढाबुढी त्यही त हो नि घरको छलफल गरिरहेछौँ अनि भाइ तिमीलाई के मतलब त यो विषयमा होइन यसो के गरिनु भएको छ भनेर यसो मोबाइल चलाउँदै आउँदै खिच्दै आउँदै थिएँ अब त राम्रै कुराकानी हो कि भनेको तपाईँहरूको त झगडा पो हो कि क्या हो यो त ओहो के हो त्यो रक्सी खानुभएको भाइ तिमी धेर नबोल होइन हौ म जे खाऊँ तिमीलाई मतलब छैन अनि नानी सबा यसरी अनि के हो अनि रक्सी खाँदै आफ्नै बुढीलाई यसरी थर्काउने के गर्नु एक दिन हैन दुई दिन हैन रक्सी खाएको खाइ जहिले पनि रक्सी खाएको खाइ नखानु भन्दा मान्दैनन् हेर म तिमीलाई नानी नानी भनिरहेको छु हुन त अरू पनि सम्बोधन लाएर बोल्न सक्छु म तर होइन हौ साउबा अनि के हो अनि तपाईँ त अनि यहाँको बुझ्ने मान्छे यसो अनि तपाईँले नि यस्तो गरिसकेपछि तपाईँका छरछिमेकले तपाईँका छोराछोरी सन्ततिले चाहिँ के सिक्छन् हौ यस्तो त होइन कि यसले त मलाई अति नै गर्यो के यति नै गर्यो भाइ तिमी चुप लाग हेर मेरो पनि बाआमा छ मैले पनि बाआमालाई हेर्नुपर्छ तिम्रो बाआमालाई पनि तिमीले हेर्छौ तर मलाई मन परेन तिमीले जतिको तिम्रो बाआमालाई हेर्छ नि मैले पनि हेर्नुपर्ने मौका पाउनुपर्छ अनि खालि मैले एक गिलास रक्सी खायो भन्दामा तिमीले झन् बिट्नु मिल्छ एक गिलास मात्रै खानुहुन्छ तपाईले बिहानदेखि बेलुकासम्म धोकेधोरी गर्नु ए होइन के गर्नुहुन्छ है तपाईँहरू हेत तरिका हो यसरी झगडा त नगर्नु न हौ सुन हौ साउजी धेरै नबर भाइ तिमी त्यहाँ त्यो क्यामेरा नखिच त नचाहिने कुरा हैन चाहिने कुरा खिच्नु पर्छ ए भाइ त्यो क्यामेरा अफ गर क्यामेरा अफ गर हैन क्यामेरा अफ गर मेरो मोबाइल देखाएको लाइट मात्रै बाले हो छैन भाइ क्यामेरा अफ गर भाइ क्यामेरा अफ गर मैले मोबाइल अफै गरिदिसकेँ यो देखाएको मात्रै लाइट देखाएको मात्रै त्यसको केही छैन होइन हो अनि साउ मलाई क्यामेरा अफ गरे नि क्यामेरा अफ गरिसकेको छ किन क्यामेरा अफ गर्नु पर्यो के भएको तपाईँहरूको बुढाबुढीको अनि के हो यस्तो अनि यहाँ बसेर कुराकानी गर्नुपर्छ गाउँ समाजमा त यसले त नराम्रो सन्देश पो जान्छ त यस्तो के हो खासमा होइन नराम्रो सन्देश जाओस् भन्ने मेरो पनि हेतु होइन भाइ अनि यो त परिवार जाओस् भनेर भन्ने मेरो पनि हेतु होइन परिवार बसेर यसो अनि सल्लाह गरेर त मिल्छ नि त यस्तो कुराकानी त के कारणले कमजोरी हो अनि तपाईँहरूको बुढाबुढीको विषयमा के हुन्छ अब दोस्रो पर्सन आएर सुन्नु त नहुने अब देखिहालेर पनि मिलोस् तपाईँहरूको घर व्यवहार राम्रो होस् भन्ने चाहन्छु म चाहिँ भाइ थाहा छ म आज मैले कतिवटा बुँडा काटेँ दाउरा चिरे घाँसको भारी बिस बाख्रा छ गोरु छ हरेक गरी आएँ तर बुढी भनौँ त अहिले एक गिलास खान्छु नि त बुढी भनेको एकैचोटि यार एकैचोटिमा दाउरा पड्के जस्तो पड्किन्छ त अनि म के गरौँ त भाइ म के गरौँ के हो साउनी कसले दुःख दिएको खासमा कसले दुःख दिनु आफैले दुःख दिन्छ नि मैले यो दुःख त कामको सिनको भाँच्ने हैन सिनको भाँचा छैन भने भाइ मैले
यत्रो मुढा भाँचेर ल्याएको छ नत्र उ त्यहाँ हेर्नुहोस् उ त्यहाँ ऊ होइन त्यही छ मुढा त्यही छ तपाईँलाई जाँड अलि बढी खानु हुँदो रहेछ दाइ जाँड अलि बढी लाग्यो जस्तो छ तपाईँलाई भाइ जाँड खानुको कुरा होइन यहाँ होइन जाँड त खानु खाएर आफ्नो ठाउँमा लिमिटमा बस्नु त राम्रो कुरा हो तर श्रीमतीलाई नि दुःख दिने गरी गाउँ समाजै थर्किने गरी त यस्तो अभद्र व्यवहार त गर्नु भएन हातलो पात त गर्नु भएन नि हो हरि साउजी नि होला मिडियामा अथवा चाहिँ युट्युबमा टिभीमा मोबाइलमा हेर्दा सबैलाई जाँड खाएको जस्तो लाग्ला तर मैले जाँड खाएको छैन भाइ होइन म मैले के कसम गाउँ के कसम गाउँ ओइ भन्दैन तैँले होइन जाँडै भन्दैन तैँले जाँड खाएर बुढी कुट्न पाइन्छ नि गाउँलेलाई डिस्टर्ब गर्न पाइन्छ लाज शरम छैन अरूहरूले पनि भन्दै हुन्छ यहाँ जाँड खाने मान्छेहरू किन खाएको छ तपाईँ मात्रै हुनु हामीलाई न डिस्टर्ब हो नि त हेर्नु त यहाँ जाँड खाने मान्छे अरूहरू पनि हुनुहुन्छ यत्रोजना यस्तो राम्रो माया गर्ने श्रीमती हुँदा हुँदै त्यही श्रीमतीलाई जाँड खाएर कुट्ने नकचरो मुला भाग यहाँबाट हामीलाई डिस्टर्ब गर्छ जहिले पनि जाँड खाएर एउटा बुढी पाल्न सक्दैन ठुलो कुरा गर्दो रहेछ दाइ मुखसुख भर्काइदिन्छु नि अहिले फेरि ठुलो कुरा नगर त्यसो नभन्नु नि दाइ माग्छु के नभन् यस्तो हल्ला गर्ने जहिले पनि राम्रो बहिनी के हेरेर बसिरहेको होइन यो त जाँड बोल्यो जाँड यो फ्रेस टाइममा कुरा गर्नुपर्ने रहेछ मसँग दाइ त्यसो नभन्नु के नभन्ने त्यसो नभन्नु दिन्छु नि फेरि यसैले बढी हल्ला गर्दो रहेछ मलाई जाँड खाएर हामी गाउँलेलाई सुत्नु डिस्टर्ब पर्दैन गरेछ जहिले निन्द्रा डिस्टर्ब गरेछ झगडा गरेछ ब्ल्याङ्क बजाइदिन्छ फेरि अहिले म देख्नुभयो अब आफ्नै होटल आफ्नै हो साउ भएर यस्तो कतिसम्मको तपाईँको अपमान भयो देख्नुभयो त यो सबै जाँडको कमाल होइन त आफ्नो बेजेत आफै हुन्छ के गर्नु नखानु भन्दा लाग्छ। बिचरा साउले त्यत्रो होइन दुःख गरेर परिश्रम यो जात चिसोमा काम गरिरहनु भएको छ दाइ यत्रो ग्राहकहरूको सेवा गरिरहनु भएको छ तपाईँ भने चाहिँ अनि श्रीमतीसँग यस्तो व्यवहार गर्ने अभद्र सोच्नुहोस् न हो दाइ अलिकति तपाईँ यत्रो बुढेसकाल हुनु भइसक्नु हो जाँड त तिमीले जति हामीले पनि खान्छौ त हामीले खै स्वास्नीले कहिले पनि त्यसो गर्दिन त हुनु पनि हो दाइ कस्तो सोचाइ आएछ एकैछिनमा मेरो कति समय भयो साउनी यस्तो बुढाबुढीको डिस्कस भइराख्ने भइसक्यो 3-4 महिना नखानु भनेको मान्दै मान्नु हुँदैन खाएको खाइ गर्नुहुन्छ बिहानदेखि कान्छु त्यसो नसोच सुन न त्यत्रो मुढा बोकेर आउँदै थिएँ यस्तो भोक लागेको थियो मलाई मैले त सोच्नै सकिनँ के तपाईँलाई भोक लाग्यो भने मलाई खाजा मार्ने कि रक्सी हालेर खाने त अस्ति नै तल्लो घरको काकाको मुढा तैँले चोरेको होइन यो पनि चोरेर नै ल्याएको होला नि तैँले जोडिया साले जाँड खाऊ जे खाऊ मान्छेले डिस्टर्ब चाहिँ गर्न पाएन नि त गाउँलेले डिस्टर्ब गरेछ हल्ला गरेछ र रातभरि कुटाकुट गर्छन् आज मात्रै होइन मैले त आज पो यहाँ आउँदै गर्दा देखेर खिच्दै यहाँ मोबाइलबाट तपाईँहरू हिजो अस्ति पनि त्यसै गर्नुहुन्थ्यो अरे फेरि पनि यस्तो गर्यो भने नि फेरि पुलिस बोलाइदिन्छु नि जे नहुनु भएको दाइ अब त्यस्तो म सम्झाउँछु म पनि सम्झाउँछु तिमीहरूको बुढाबुढी जेसुकै होस् न हामीलाई डिस्टर्ब हुनु भएन नि त म डिस्टर्ब गर्न त्यस्तो गर्न लाउँदिनँ खान लाउँदिनँ मैले कन्ट्रोल गर्न लागिरहेको छु अब आफै झिकेर खानुहुन्छ त के गर्नु आफ्नो बुढालाई सम्हाल्नु पर्यो नि कति सम्हाल्नु सम्हाल्दै आफै थाकिन्छ हावा मान्छेहरू गाउँमा बसेको छ जाँड खान्छ हल्ला गर्छ रातभरि दाइ कसम अबदेखि म बुढीलाई त्यस्तो सताउँदिनँ दाइ भन्नु न मेरो एउटा कुरा त सुनेर जानुहोस् ल जेसुकै गर्नुहोस् तपाईँहरू मिल्नु छ भाइ यत्रो मान्छेहरू हुन्छ म त खिच्दिनँ है यस्ता मलाई बेइज्जती